कहाँ गएको यिनीहरू चाहिँ के हो बाटो के हो पक्रिँदा नि पक्रिन म झर्छु कि म पनि आएन मलाई बाटो आइज न हुनुपर्ने यो बुद्धि चाहिँ घाँस काटेकै छ जामा है है आजको भ्लग चाहिँ कसम हिँडाउनै मात्रै ल्याएको कि के गर्नु हिँड्नै मात्रै गर्छ त्यही त हान्दैन माया तर आजको भ्लग चाहिँ किरणबाट सुरु भयो ल केही भन्दैन ल खोलाको नजरा आज दिन एकदमै राम्रो भएको छ यहाँ त कस्तो भएछ त आम्बो यहाँ फेरि कस्तो भयो यहाँ त जग्गा चेन्ज भयो यो चाहिँ अर्कै खालको दिनु यो चाहिँ के बनाएको छ माछा मार्ने है माछा मार्ने तरिका है हो हिजो भर्खर लगाएर गएको हामीले है हामीले सर्वेको लागि आएको हिँडै गर्छ बस्दैन लुबुदी तपाईँ के भन्दैन हामी सर्वेमै आएको नि सर्वेमै आएको है ऊ मान्छे चाहिँ कोक बोकेर कुदै कुदै गरेछ है पुरान है ओइ यसको यो के हो भनिदिइहाल न पुल त होइन होला हौ किन यसको बारेमा मान्छेलाई के भन्दैन गरेको है यतिको मिहिनेत के को लागि मिहिनेत गरेको भनिदिइहाल्नु माछाको लागि माछा है यस्तो हुन्छ अब हाम्रो हामीले यसो सानो सानो खोलाको माछा मार्ने तरिका जग्गा दामी छ आजको हाम्रो स्विमिङ चियो रहेछ बुद्धि भनिदिइहाल्नु यहाँ चाहिँ कसरी खेल्दैछ भन्नु ओ क्वेसन गरिदिएको बुद्धीलाई मैले अब त्यो त स्विमिङ खेलेको होला बाउडा यस्तोमा राखेर पौडी खेल्नु छातीमा राखेर युज गर्छु तर यहाँ दामी रहेछ खेल्ने जग्गा चाहिँ पौडी खेल्ने पिरो छ घामै खेल्नु नि त घाम त त्यहाँ त जान्छ यो उत्तिको छ खाल्नु पिरो घाम यता आउनु पर्यो आम्बो आम्बो केही न केही भनिरहेको के बाहिर खोलामा गयो सबै कस्तो रहेछ पानीमै हालिदिने हो बुद्धि हेप्पी काम गर्ने यति भइरहेको भान्सा हाम्रो कुक्ची हो होइन चाहिँदैन होइन कुकु हेरेर हाँसेको अर्को पोस्ट अर्को पोस्ट लुकेर नै एउटा पोस्ट देखा देखाएर दामी गाछु किरण किरण है एउटा पोस्ट देखाएन त्यतिमा दामी क्या आम्बोमा ला यसो बढी हेर्नु दामी रहेछ त कसम दुईवटा देखाएको यस्तो गरेर राख्यो
दोकान भयो फिक्स बसे दामी पोस्ट लु ल ओए एकजना बना न आउँछ सेम ल यस्तो यस्तो गरेर यता हेरिरहेको जलपरी हेजियो भयो है जलपरी अर्कै खालको जलपरी यो चाहिँ होइन यो चाहिँ अब अर्कै खालको जलपरी यो चाहिँ फेरि नक्कली जलपरी हो उदे स्पिडी है